घरमा बसे केही न केही चिज खान मन लागिहाल्छ। त्यही भएर म आरुको रुखमा गएर आरु टिपेर ल्याएँ र ताछेर मसिनो गरी टुक्रा पार्दैछु। लिएको सबै आरु टुक्रा पारेर भ्याएँ। अब लसुन, तिमुर, हरियो खुर्सानी, नुनको पेस्ट, चटनी आरुको टुक्रामा मिसाएँ। सुप पनि निले। अब म चाखेर हेर्छु कतिको मिठो भएको रहेछ। एकदम मिठो, पिरो पनि भयो है। खासै पिरो खान सक्ने मान्छे चाहिँ म होइन। आज अलि गर्मी जस्तो गर्मी भएर होला अलि टाठो पिरो खान मन लागेर आरु साँझेर खान लागेको। पिरो भने अलिक बढी नै पिरो भयो है मलाई। पिरो खान सक्नेलाई त खासै केही भएन होला, मलाई त अट्टायो खुर्सानीले, पिरो भयो तर मिठो थियो।